म त यो घर बस्दिनँ अब त नजानु छोरा त कहाँ जान्छस् पर्दैन म त यो बस्दिनँ म त जान्छु होस् होस् नजानु होस् म त जान्छु नजानु तपाईले मलाई कति गाली गर्नुभयो कि पर्दैन पर्दैन होस् नजा यो घरमा त म कहिले पनि आउँदिनँ अब बेबीलाई कल गर्नु पर्यो एकचोटि बेबी म घरबाट निस्केँ है चुप लागेर भित्र जा ए हुन्छ हुन्छ मम्मी म घर आएँ अब बेबी ल आउन ढिलो भइसक्यो त हो बेबी आज मलाई कस्तो देखिएको छ राम्रो देखेको छ बेबी अन्त जाउँ मेरो गर्लफ्रेन्ड कसरी जिस्काइस् तैँले यसरी जिस्काए देखिनस् बेबी बेबी तँलाई यसरी कहाँदेखि बोलायो दिस इज द पावर अफ लभ नजिकाइज न अझै नजिकाइज न अझै नजिकाइन न छ्या अहिले चाहिँ बेबीको किस खाएको छ नि कुकुरको किस खायो छ्या के भयो छोरा किन रोको के भयो तँलाई मलाई किन साह्रो कालो बनाएको मलाई कोही केटीले नि हेरेन आमा तेरै बाबुलाई सोध मलाई सोध्छस् खानाहरू खायौ छैन किन अनि ओ केटा तेरो गर्लफ्रेन्डको साथीहरू मिलाइदिएन मलाई म त मिलाउँदिनँ मिलाइदिएन मेरो गर्लफ्रेन्डको कोही बहिनीहरू कोही साथीहरू छैन म त मिलाउँदिनँ पर जाए सिङ्गल मान्छे पर जाए स्टार्ट यो घरमा त म कहिले बस्दिनँ अब नजान छोरा मलाई छोडेर नजान छोरा 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 नजान छोरा तपाईँले मलाई जहिले गाली गर्नुहुन्छ कि जहिले कराउनुहुन्छ तपाईँले मलाई म जान्छु नजान छोरा के नजान छोरा अब त्यो घरमा बस्दिनँ म त नजान छोरा नजा यो के खालको छोरा यो के छोरा हुँदैन तपाईँले मलाई कति कुट्नु भयो कराउनु भयो कि होस् नजान म कुट्नु भयो चाहिँ देखिन सबै छेरी होला नजान अब त यो घरमा त म कहिले पनि आउँदिनँ अब बेबीलाई कल गर्नु पर्यो अब स्टार्ट ल आउन छिटो ढिलो भइसक्यो त बेबी आज म कस्तो देखिएको छु राम्रो देखेको छ बेबी जाउँ अब लु मैले चरा हाँसेर के स्टार्ट जन्मायो कहिले मेरो गर्लफ्रेन्ड कसरी जिस्काइस् कसरी छ देखिनस् स्टार्ट ए भयो मलाई यति साह्रो किन कालो बनाएको आमा किन रोको छोरा त मलाई कसै केटीले नि हेरेन हेर्न हाँसेको मरा अनि खानाहरू खायो तिमीले ओइ केटा तेरो गर्लफ्रेन्डको साथीहरू मिलाइदिएन म त मिलाउँदिनँ मिलाइदिएन ल मिलाउँदिनँ मेरो गर्लफ्रेन्ड कसैको छैन उसको साथी कोही छैन मिलाउँदिनँ भयो राइट हाम्रो चाहिँ भर्खरै सुट सकिएको छ होइन थोरै मम्मीको क्लिप बाँकी रहेको छ मेरो बोयफ्रेन्ड चाहिँ यहाँ हुनुहुन्छ सबैभन्दा हाम्रो सुटमा हामीलाई के अरे दखल दिने आमा यता हुनुहुन्छ गाइज बाई बाई